सो आजको भिडियोमा हामी भेरिएबलको बारेमा पढ्छौं। अब यसलाई चाहिँ हामी कसरी हेरौं भने मानौ एउटा मेमोरी छ है। मैले एउटा मेमोरी बनाए, ठीक छ। एउटा मेमोरी छ, यसलाई म मेमोरी भन्छु। यो मेमोरीको डिफ्रेन्ट स्पेस हुन्छ भित्र, मेमोरी भित्र पनि डिफ्रेन्ट स्पेस हुन्छ है, हैन। यो स्पेसको एड्रेस होला, मानौ यसको एड्रेस 2000 हो रे, यसको एड्रेस 2001 राखे, यसको एड्रेस 2002 राखे, यसको एड्रेस 2003 राखे है त। अनि यसको नेम मैले ए राखे, यसको नेम बी राखे, यसको नेम सी, यसको नेम डी राखे। यो मेमोरी हो है, यो के हो मेमोरी। यो मेमोरीमा भित्र स्पेस छ, 4 वटा स्पेस, जसको एड्रेस 2000 बाट स्टार्ट भएको छ र जसको नाम ए बी सी डी रहेको छ। अब हामी यसमा भ्यालु एसाइन गर्न सक्छौं। मैले यसमा 5 भ्यालु एसाइन गरे, 6 7 8 यसरी एसाइन गरे मैले भ्यालु, हैन। अब यो चाहिँ सिनेरियो भयो। अब भेरिएबल के त भन्दाखेरि भेरिएबल यही नामलाई चाहिँ हामी भेरिएबल भन्छौं। हो, के रहेछ त भेरिएबल? भेरिएबल एउटा मेमोरी लोकेसनको नेम रहेछ, मेमोरी लोकेसनको नेम रहेछ। त्यसैले यसलाई आइडेन्टिफायर नि भन्छ, आइडेन्टिफायर के, आइडेन्टिफायर। भेरिएबल एउटा चाहिँ मेमोरी लोकेसनको नेम रहेछ, त्यसैले यसलाई चाहिँ हामी आइडेन्टिफायर भन्छौं। अब यसमा हामी भ्यालु एसाइन गर्छौं, हेर्नुस् त 5 6 7 8 यसरी भ्यालु एसाइन पनि गर्छौं। अब यो भ्यालु चेन्जेबल पनि हुन्छ, यो भ्यालु के हुन्छ? चेन्जेबल है त। र अब फुल डेफिनेसन भेरिएबलको हामी भन्ने हो भने भेरिएबल चाहिँ भेरिएबल is an identifier, right? Variable is an identifier whose value is changed throughout program. Which is भन्दा नि can be भन्दा हुन्छ, यसलाई can be भन्दा हुन्छ, यसलाई can be changed throughout the program, किनकि कन्स्टेन्ट पनि त राख्न सक्छौं हामी भेरिएबल, हैन। हो, एउटा आइडेन्टिफायर रहेछ। मैले किन आइडेन्टिफायर मैले भनिसके, कुनै पनि मेमोरी लोकेसनको नेमलाई भेरिएबल भन्छौं, हैन। ओके, अब नेक्स्ट हाम्रो टपिक रहेको छ। नेक्स्ट टपिक हामी चाहिँ है, नेक्स्ट टपिक रहेको छ हाम्रो इनिशियलाइजेसन अफ द भेरिएबल। भेरिएबलको इनिशियलाइजेसन अफ द भेरिएबल। भेरिएबललाई हामी कसरी इनिशियलाइज गर्न सक्छौं? इट इज अ इम्पोर्टेन्ट टपिक है। हामी कुनै पनि सी प्रोग्रामिङको सुरुमा नै भेरिएबललाई इनिशियलाइज गर्ने गर्छौं। हाउ वी इनिशियलाइज द भेरिएबल, लेट्स अन्डरस्ट्यान्ड दिस है। अब सुरुमा हामी डेटा टाइप राख्छौं। सिन्ट्याक्स के रहेको छ? डेटा टाइप लेख्छौं के सुरुमै। त्यसपछि भेरिएबलको नेम लेख्छौं है, भेरिएबलको नेम लेख्छौं, हैन। त्यसपछि एसाइनमेन्ट अपरेटर युज गर्छौं अनि भ्याल्युज राख्छौं, भ्याल्युज। मानौ इक्जाम्पलको लागि हेरौं, इन्ट एउटा डेटा टाइप हो। भेरिएबलको नेम मैले मानौ x राखे, इक्वल्स टु भ्याल्यु मैले मानौ 50 राख्छु। इन्ट एउटा डेटा टाइप हो, भेरिएबलको नाम के रहेछ? x राखे, यसको भ्याल्यु के छ? 50। यसको मिनिङ कस्तो भन्दाखेरि
x नामको कुनै एउटा मेमोरी स्पेस छ जसमा हामीले 50 भ्यालु राख्न सक्छौं। अब खासमा मैले अघि भनेको इट क्यान बी चेन्जेबल। अब हामीले यसको ठाउँमा मानौ तिमीले x को ठाउँमा 50 राखेर x ठाउँमा 50 नराखेर x ठाउँमा 60 राख्यौ। यसलाई यसरी पनि बुझौं। सपोज सुरुमा के छ भन्दाखेरि x इक्वल्स टु 50 राख्नु पर्यो हैन। अर्को मानौ x इक्वल्स टु एकछिन पछि 60 राख्नु पर्यो। अर्को हामीले यसलाई प्रिन्ट एफ पर्सेन्टेज डी हैन x गर्दाखेरि कति भ्यालु प्रिन्ट होला त गेस गर्नुस् त। x को भ्यालु के प्रिन्ट हुन्छ 60 हुन्छ। कसरी सुरुमा चाहिँ 50 थियो तर यो भ्यालु चेन्जेबल हुन पाइयो के हामीले भ्यालुलाई चेन्ज गरेका छौं। हेर्नुस् त सुरुमा 50 राखेका छौं अनि 60 राखेका छौं। जसो हामीले भ्यालु राख्दै जान्छौं त्यसो मेमोरीमा यो बस्दै जान्छ ओभर राइट गरेर। 50 लाई ओभर राइट गरेर अब के बस्यो यसमा 60 बस्यो र फाइनल यही भ्यालु के भयो त प्रिन्ट भयो हैन। Okay, this much is about the variable. Thank you for this video.